हेलो एभ्रिवान, नमस्ते। म सन्तोषी पुन मगर अनि मेरो सान्वी भदैनी आएकी छिन्। उनको चाहिँ नाम सान्वी पुन मगर। आज सान्वी पुन मगरको अन्नप्राशन दाइ भाउजूले एकदमै यहाँ पूजासुजा गरिराख्नु भएको छ। हिजो रातभरिको डेकोरेसनले चट्ट पारेर हामीले गराएका छौँ अनि गेस्टहरू छिट्टै आइपुग्नु भएको थियो। नानी फेरि रोकुरै थिए। भाउजूले दाइले मजाले नानीलाई हातमा पहिला सुरु बाला लगाइदिनु भयो। बाबा आमाले बाला लगाइदिने भनेर नानी बिच्चरी मेरी सान्वी पुन मगर कति रोएकी हुन्। रोएर हैरान थियो हातमा बाला लगाउँदाखेरि। अनि एउटा कुरा थाहा छ हजुरहरूलाई, नानीले फर्स्ट टाइम खाना खाँदा पनि उसलाई नमिठो नलागेको के उसले चाहिँ जतिजनाले पनि खाना खुवाइदिनुहुन्छ गमागम खाइराखेकी थिइन्। अनि मलाई लागेको थियो यो सायद अन्नप्राशनपछि आज दिनभरि खाना खाँदाखेरि नानी बिरामी हुन्छ होला भनेको, त ऊ त बिरामी पनि नभइदिइराखेको के। दाइ भाउजूले मजाले यहाँ नानीलाई हातमा बाला लगाइसकेपछि हामीले यहाँ मजाको डाली पनि बनाएका थियौँ पैसा राख्ने। अनि त्यो मिलाउँदै हुनुहुन्थ्यो दाइ भाउजूले। अनि म चाहिँ यहाँ पुरा भिडियो बनाइदिइराखेको थिएँ। नानीलाई पैसा दिइसकेपछि फेरि सबभन्दा सुरुमा आमाले टिका लगाइदिने भनेर आमाले टिका लगाइदिनु भयो सान्वीको हजुरआमाले। अनि त्यसपछि फेरि टिका लगाइसकेपछि मालासाला लगाइदियो हामीले। नानुलाई अलिकति मालाले बिचारा घुँचेछ क्या, उसले त माला पनि खान लाग्यो कि। फेरि एकछिन रोए बिचारा कोठी मेरो सान्वी भदैनी रोएर हैरान। अनि आमाले खाना खुवाइदिनु भयो नानुलाई। हामीले भने जस्तो भिडियो त बनाउन पाएनौँ, गेस्टहरू धेरैजना हुनुहुन्थ्यो, एकदमै हामी काममा व्यस्त रह्यौँ। त्यसपछि अलिअलि भिडियो बनाएको थिएँ, पोस्ट गरिदिइहाल्छु भनेर आज पोस्ट गरिदिइराखेको छु। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नुहोला राम्रो लागेमा। अनि दाइलाई फेरि यहाँ 2 वर्षपछि छोरी जन्माएको भनेर लगभग उहाँको उमेर झन्डै 2 वर्षभन्दा बढी भइसकेको छ। त्यही भएर उहाँको साथीहरूले पुरा टिका लगाइदिनु भएको थियो। एकछिन रमाइलो नै भएको थियो। त्यसपछि त गेस्टहरू आउनुभयो, म उता खानासाना पकाउन गएँ, खाना खुवाउन गएँ। अनि भिडियो बनाउने फुर्सदै भएन। मैले पनि सानो गिफ्ट दिएँ नानुलाई। वाउ, मेरो सान्वी भदैनीको पास्ने एकदमै राम्रो भयो।